आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल ट्युसुली बजारै गयो यार। ल गयो यार। ओ ए सिलास यता आऊ आमा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो। खोला परेर केटा ओइ ओला जिद्दालाई निकालौ, जिद्दालाई क्या हो सेफ्टी सर माथि माथि रोडमा पुग्यो यार माथि यार। छिटो भाग बाउन्ड नभएको त बुझेको मिसिनै लग्यो यार। पाइप सब भत्क्यो यार। त्यो माथिको बाटोमा पुग्यो। मिसिनै नै हाल्छ। बोलेर गयो। झरेको पुलको यस्तो पुरै सिङ्गै हेरेको पनि लग्यो सबै लग्यो पुल। झरेको पुल आएर हानेर यहाँको पनि लग्यो।
पाइपलाइन गाडीले बगाएको छ माथिसम्म आवा किन हेर्ने दादाहरूले बारीले केही पनि लागेन है कन्डिसनल यस्तो छ यहाँ ढुङ्गेको कृषि कार्यालय जसलाई चाहिँ सानो बजार भन्छ अनि यो कृषि विकास ब्याङ्क कृषि विकास ब्याङ्कको उपरि केही पनि बाँकी रहेन चाहिँ सशस्त्रको जेल थियो सबै गयो अझै खोला बढ्दैछ अरे भन्नेको जानकारी छ त्यो पनि छैन यहाँ ढुङ्गेको बजारी यो घरहरूमा मान्छे फसिरहेछ त्यसको लागि हेलिकप्टर मगाएको छ अरे भन्ने सुनेको छ ढुङ्गेको यो उकालोसम्म लिएर आइपुग्छ हैट गाडी हेर यो त मास्तिरबाट ल्याएको गाडी होला है मान्छे भाग्नै भ्यायो कि भ्याइन भन्ने कुरा हो त्यही हो नि यस्तो अलिकति जानकारी नहुनुहुन्छ त कतिजना बगाए मान्छे बगायो होला यहाँको भाग्ने भ्यायो हे भगवान् पुरै त्यो कस्तो एउटा घर पनि छैन केही छैन बेत्रावतीको त घर त पुरै लिएर आएर यता राखे के हेर्ने मान्छेहरू कहाँ कहाँको पनि छैन नि सबै बग्यो के भन यो केही छँदै छैन यार हिसाबै छैन क्या त्यो घर त यस्तरी लिएर आउँदो रहेछ बेत्रावती बजारमा केही छैन बजारै छैन नि बेत्रावती कहाँ छ र खै यति माथि आइपुग्यो यो पुरै सम्म थियो नि ठ्याक्कै यहाँ आइपुग्नु पनि भने त्यहाँ दब छ अनि